Hello everyone, welcome back again on my A to Z YouTube channel. आजको भिडियोमा मैले तपाईहरुलाई जापानिज ल्याङ्ग्वेज एन्ड 5 को लेसन 1 देखिको भोक्याबुलरी हजुरहरुलाई पढाउने छु। यदि तपाईहरु जापानिज ल्याङ्ग्वेज सिक्दै हुनुहुन्छ भने यो भिडियो तपाईहरुको लागि ढिला नगरिकन हामी भोक्याबुलरी तर्फ लागौं। वातासी वातासी भनेको म। वातासी भनेको म। आनाता आनाता भनेको तिमी। आनाता भनेको तिमी। आनो हितो अथवा आनो खाता भनेको त्यो व्यक्ति। आनो हितो अथवा आनो खाता भनेको त्यो व्यक्ति। सान सान भनेको जापानिज भाषामा चाहिँ कुनै पनि व्यक्तिको पछाडी जोड्ने शब्द जुन चाहिँ मिस्टर अथवा मिसेस अथवा जी भन्ने जनाउँछ। च्यान अघि हाम्रो सान भनेको चाहिँ ठूलो मान्छेहरुलाई चाहिँ सान भनेर जोडिन्थ्यो, जुन पोलाइट वर्ड युज गरिन्थ्यो। अब चाहिँ हाम्रो च्यान भनेको चाहिँ बच्चाहरुको पछाडी जोडिने शब्द जुन जी भनेर जोडिन्छ। च्यान। सेन्सेई सेन्सेई भनेको शिक्षक। सेन्सेई भनेको शिक्षक। केउसी केउसी भनेको पनि टीचर। सेन्सेई भनेको कुनै पनि स्टुडेन्ट अथवा कुनै पनि व्यक्तिले सेन्सेई हो भनेर सोध्दाखेरि हामीले सेन्सेई भनेर भन्नु पर्छ। सेन्सेई वर्ड युज गर्नु पर्छ र हामीले म चाहिँ शिक्षक हुँ भन्दाखेरि चाहिँ वातासी वा केउसी देश भन्नु पर्छ। आफूले भन्दाखेरि चाहिँ केउसी भनिन्छ र अरूले भन्दाखेरि चाहिँ सेन्सेई। गाकुसेई गाकुसेई भनेको स्टुडेन्ट। गाकुसेई। खाइस्याइन खाइस्याइन भनेको कम्पनी कर्मचारी। खाइस्याइन भनेको कम्पनी कर्मचारी। स्याइन स्याइन भनेको कम्पनीको कर्मचारी। स्याइन भनेको नि कम्पनीको कर्मचारी। गिनको इन गिनको इन भनेको बैंक कर्मचारी। गिनको इन भनेको बैंक कर्मचारी। इस्या इस्या भनेको डाक्टर। इस्या भनेको डाक्टर अथवा डाक्टर। केन्क्युस्या केन्क्युस्या भनेको रिसर्चर अनुसन्धानकर्ता। केन्क्युस्या रिसर्चर अथवा अनुसन्धानकर्ता। दाइगाकु दाइगाकु भनेको युनिभर्सिटी अथवा विश्वविद्यालय। दाइगाकु युनिभर्सिटी अथवा विश्वविद्यालय। ब्योइन ब्योइन भनेको हस्पिटल अथवा अस्पताल। ब्योइन भनेको हस्पिटल अथवा अस्पताल। देन्की देन्की भनेको इलेक्ट्रिसिटी। देन्की भनेको इलेक्ट्रिसिटी। दारे अथवा दोन्नाता दारे को पोलाइट वर्ड चाहिँ दोन्नाता। दारे अथवा दोन्नाता दारे को पोलाइट वर्ड दोन्नाता। दारे अथवा दोन्नाता भनेको चाहिँ को हु भनिन्छ। दारे भनेको इंग्लिशमा। साई साई भनेको वर्ष कति वर्ष है। कति वर्ष भयो भन्दाखेरि चाहिँ हामीले नान्साई देशका भनेर सोध्छौं। तिमी कति वर्ष भयो भन्दाखेरि नान्साई देशका। साई भनेको वर्ष। नान्साई भनेको कति वर्ष। नान्साई भनेको कति वर्ष र ओइकुच्चु र नान्साई भनेको सिमिलर वर्ड मिनिङ हो। कति वर्ष भयो भनेर सोध्नलाई हामीले नान्साई अथवा ओइकुच्चु कुनै पनि वर्डको अगाडि चाहिँ ओ वर्ड ले सुरु हुन्छ अथवा ओ वर्ड युज गरिन्छ भने चाहिँ त्यतिखेर चाहिँ त्यो वर्ड चाहिँ पोलाइट हुन्छ है। ओइकुच्चु। हाई
हाई भनेको यस हो लाई हामीले हाई भनिन्छ हाई भनेको यस अथवा हो भनिन्छ इए भनेको नो अथवा होइन इए भनेको नो अथवा होइन सिचुरै देशका भनेको एक्सक्युज मी माफ गर्नुहोस् भन्दाखेरि हामीले सिचुरै देशका भनेको माफ गर्नुहोस् भनिन्छ हाजिमे मासिते भनेको नाइस टु मिट यु फर्स्ट टाइम भेट्दाखेरि अथवा पहिलो पटक भेट्दाखेरि युज गरिने अभिवादन शब्द हाजिमे मासिते नाइस टु मिट यु काराकिमासिता म बाट आएको हुँ काराकिमासिता नेपारू काराकिमासिता नेपालबाट आएको हुँ काराकिमासिता भनेको बाट आएको हुँ आई एम फ्रम भन्ने बुझिन्छ आई एम केम फ्रम अथवा आई एम फ्रम इन्डियालाई चाहिँ हामीले इन्दो भनिन्छ इन्दो काराकिमासिता इन्डियाबाट आएको हुँ निहोन काराकिमासिता जापानबाट आएको हुँ काराकिमासिता भनेको बाट आएको हुँ त्यसै गरी छ हाम्रो ओनामाएवा नामाए भन्दाखेरि नाम र नामाएको अगाडि ओ शब्द थपेपछि पोलाइट वर्ड हुन्छ त्यही भएर ओनामाएवा तपाईको नाम के हो भन्दाखेरि हामीले ओनामाएवा भनिन्छ निहोन भनेको जापानलाई हामीले जापानिज भाषामा चाहिँ निहोन भनिन्छ निहोन भनेको जापान निहोन्जिन भनेको जापानी व्यक्ति अथवा जापानी नागरिकलाई हामीले निहोन्जिन भनिन्छ जिन भनेको चाहिँ नागरिक भनिन्छ जिन भनेको नागरिक नेपारू जिन भनेको नेपालको नागरिक वातासी वा नेपारू जिन देश म नेपालको नागरिक हुँ वातासी वा निहोन जिन देश म जापानको नागरिक हुँ भन्दाखेरि कुनै पनि देशको पछाडि जिन थप्यो भने त्यहाँको नागरिक हुन्छ च्युगोकु हामीले चाइनालाई चाहिँ जापानिज भाषामा च्युगोकु भनिन्छ च्युगोकु भनेको चाइना अथवा चीन अब च्युगोकु को पछाडि जिन थप्यो भने चिनिया नागरिक हुन्छ च्युगोकु जिन भनेको चिनिया नागरिक अथवा चिनिया व्यक्ति वातासी वा च्युगोकु जिन अमेरिका भनेको अमेरिकालाई चाहिँ हामीले अमेरिका भनिन्छ जापानिज भाषामा अमेरिका भनेको अमेरिका जुन हामीले अब काताकानामा लेख्नु पर्ने हुन्छ अमेरिका जिन भनेको अमेरिकाको नागरिक हुँ अमेरिका जिन अमेरिका काराकिमासिता अमेरिकाबाट आएको हुँ वातासी वा अमेरिका जिन देश म चाहिँ अमेरिकाको नागरिक हुँ वातासी नो तोमोदाची अमेरिका जिन देश मेरो साथी चाहिँ अमेरिकाको नागरिक हुन् इगिरिसु भनेको युके अथवा इंग्ल्यान्ड अथवा बेलायतलाई हामीले इगिरिसु भनिन्छ इन्दो भनेको भारत अथवा इन्डियालाई हामीले जापानिज भाषामा इन्दो भनिन्छ इन्दो भनेको इन्डिया अथवा भारत खानकोकु भनेको कोरियालाई हामीले खानकोकु भनिन्छ खानकोकु भनेको कोरिया हामीले कोरिया र चाइनालाई चाहिँ हिरागानामै लेखिन्छ र बाँकी अरु कन्ट्रीहरुलाई चाहिँ हामीले काताकानामा लेखिन्छ फुरान्चु भनेको फ्रान्सलाई हामीले फ्रान्सु भनिन्छ दोइचु भनेको चाहिँ जर्मनीलाई हामीले दोइचु भनिन्छ दोइचु भनेको जर्मनी है र दोइचु भनेको जर्मनी र हाम्रो N5 को लेसन 1 को भोकाबुलरी चाहिँ यति छ अब बाँकी तपाईहरुले माथिबाट आफै पढ्नु होला म तपाईहरुलाई हेरिराख्ने छु तपाईहरुले
पढ्दै जानुहोला। Thank you for watching my video and don't forget to like, share and subscribe.